आज चाहिँ हामी सबै फ्यामिलीका साथ भन्नाले आमा र हाम्रो ड्याडी चाहिँ घरमै बस्नुहुन्छ र बाँकी सबै चाहिँ आज हामी लिस्टी मन्दिर जाँदैछौँ। ल जाऊँ। अब हाम्रो लिस्टी मन्दिर जान लाग्दैछौँ। हामीले चाहिँ अब बोलेरो रिजर्भ गरेका छौँ। तल छ, यहाँबाट चाहिँ ओह्रालो अलिकति जानुपर्छ। हामी चाहिँ टोटल 6 जना जान लाग्दैछौँ लिस्टी मन्दिर। बिहानै जाने भनेको अलिकति ढिला भयो। अब खासमा 6:30 बजी जाने भनेको थियौँ, तर अब रेडी हुँदा ढिला नै भयो। अनि अब हामी यति बेला हिँड्दैछौँ। लिस्टी मन्दिर भनेको चाहिँ एकदम पवित्र मन्दिर हो। यो चाहिँ सिन्धुपाल्चोक जिल्लामा पर्छ अनि अलिकति माथि नै पर्छ। हामी कति बजी पुग्छौँ होला मम्मी? 7 बजे होइन, 7:30 भयो अहिले। 1.5 घन्टा होइन 2 घन्टै लाग्ला। तपाईँ पहिले गइसक्नु भयो है? मम्मी चाहिँ पहिले गइसक्नु भयो। मेरो फर्स्ट टाइम। कहाँ पुग्ने? कतिजना? कहाँ गयो यात्रा? फाइनल्ली हामी लिस्टी मन्दिर आइपुग्यौँ। 7:30 बजे लगभग हिँडेको, अहिले यति बेला 9 बजे आइपुग्यो। यताबाट कस्तो राम्रो देख्दो रहेछ। हेर्नुमा वाउ, एकदम माथि हाइटमा छ, त्यही भएर यता चाहिँ अलिकति हिस्टोरिकल कुरा पनि जोडिएको रहेछ यो मन्दिरसँग, देख्न सक्नुहुन्छ। यति माथि हाइटमा छ यो चाहिँ। ल गाइजहरू कस्तो लागिरहेछ त यहाँ माथि आइपुग्दा? भाइलाई कस्तो लागिरहेछ भन न? भोक लाग्यो हो? मम्मी हात धुँदै हुनुहुन्छ, हामी यता छौँ।
त पर्दैन होला केही खाएकै छैन मैले त जम्मू दुईटा राख्नु पूजाको सामग्रीहरू बेच्न राख्नु धोप केसरी राम्रो अझ पुरै मौसम खुलेको भए एकदम राम्रो देख्थ्यो क्लियर देख्थ्यो अघि हामी आएको खोला रोड यताबाट देख्छ यता डिस्टीमाईको दर्शन गर्न आइयो भाइ यता हेर त नगर्न यो दिउँ अनि त्यहाँबाट त्यो हाँस अब हाम्रो दर्शन भएर सक्यो अब हामी घर जाँदैछौँ फर्केर पूजाहरू गरेर चौचौ पार्टी हुँदैछ यहाँ एउटा अर्को पनि दिनु न भयो भाइ एउटा अर्को पनि भयो दिनु न
लिस्ती मन्दिरबाट दर्शन गरेर फर्कियो। ड्याडीहरूलाई राख्दे मम्मी टिकाहरू हिँड्नु। पहिला यहाँबाट गाडी फस्यो भने रोक्ने ठाउँ कहीँ छैन सर। डर लाग्यो यहाँबाट यत्रै तल बस्नु यहाँबाट त ओ तल नयाँ पुलको ठाउँ पुग्नु। हामी फर्केको सबैको अनुहार चाहिँ यस्तो भइसकेको छ है। मम्मीको अनुहार चाहिँ यस्तो छ, सानो भाइको अनुहार यस्तो छ। के गर्नु चटपटी खाने यसको अनुहार खाऊ न, यसको अनुहार ठिकै छ, उसको त कपाल छोटो भएर ठिकै छ है। मम्मीको अनुहार चाहिँ मम्मी कस्तो लाग्यो त आज लिस्ती माईको दर्शन गरेर फर्किँदा? हामीले तलबाट लिस्ती माईको मन्दिर देखाएको थियो है। के भन्छ तलबाट हामीले तल रोडमा आएर लिस्ती माईको मन्दिर देखाएको